गुड मर्निङ सबैलाई। अहिले चाहिँ हामी यो तकसेरा होइन, यो तक मात्र भन्ने गाउँमा छौँ। अनि यो पछाडि मेरो पछाडि देख्नु भएको दृश्य चाहिँ यो नेपालकै सबैभन्दा पुरानो बस्ती रहेको छ। करिब 400 वर्ष पुरानो यहाँको बस्तीहरू 400 वर्ष पुरानो भन्ने त्यहाँको स्थानीयहरूले। अरू राम्रो छ ठाउँहरू, अलिकति यहाँ आउनु चाहिँ गाह्रो रहेछ, अफरोड त्यत्रो पुरै डाँडै गाडीबाट। अनि अलिक माथि घाम देखिन्छ भन्नुभएको थियो। अनि त्यहाँ बाटो अप्ठ्यारो भएर चाहिँ गएन, किनकि माथि स्कुटी थियो। अनि यही यो फोटोहरू के अरे देखिने चाहिँ यही यो तकसेरा ठिकै। अनि मैले चाहिँ के सोच्थेँ भन्दा तकसेरा भन्ने बित्तिकै एउटा पुरै गाउँ नै होला भन्ने सोचेको थिएँ। तर यहाँ चाहिँ 4वटा गाउँ रहेछ, तक, माथिल्लो सेरा, तल्लो सेरा अनि माझी गाउँ भन्ने। अनि अहिले हामी बसेको चाहिँ यो तक भन्ने हो। अनि यता कता माथितिर छ अरे होइन, माथितिर सेरा भन्ने छ अरे। अनि त्यही नि हो, अलिअलि यसको भिडियोहरू खिच्नु पऱ्यो। अनि अब यहाँबाट खानसान खाएर निस्किने राजा के गर्ने राजा? खाना खान लुकुम जानुपर्छ। खानसान लुकुम खाने तयारी गरी अनि हामी चाहिँ यहाँ यो तकबाट चाहिँ निस्किसकेका छौँ। किनकि हामीलाई यो लुकुम पुग्नु परेछ, किनकि हामी अस्ति त्यो अर्को बाटोबाट अलिक अप्ठ्यारो लाग्यो। अनि लुकुम छिरेर चाहिँ अनि लुकुममा चाहिँ खानसाना खाएर अनि फेरि त्यहाँबाट स्यार्पु जाने तयारी भएको छ। अनि अब हामी सेरामा बसेर चिया खाने भन्ने छ। अगाडि देखिएको दृश्य चाहिँ सेरा हो। हामी तकबाट अब सेरातर्फ लागिसकेका छौँ। दामी छ सेरा पनि हिँड्दा छ। हिजो हामी आएको हेबाट हो र? ए ओके। रातिमा चाहिँ त्यस्तो खासै याद भएन। तर गाउँ नै कस्तो अर्कै राजा है, कस्तो ठुलो पाहाडमा सानो बस्ती के, सबभन्दा पुरानो हो यार। तर यहाँ एउटा कुरा नोटिस गरेको किन राजा, एउटा बाटो पनि पिच भएन यहाँ। एउटा अलिकति सिमेन्ट भएको छ, सिमेन्ट अलिकति बजारमा अलिकति भए नर त अलिकति त खोला पनि चाहिँ पौडी खेल्नु पनि सजिलो है। यस्तो मौसममा पनि त्यो पनि हो, मौसम चाहिँ ठिकै हो राजा। यो गर्मीमै त्यो पौडी खेल्ने। यहाँबाट चाहिँ पुलबाट जानुपर्ने हुन्छ। गइसकेको छ कपाल पनि पुलमा झरम। अलिकति हल्लिने पुल रहेछ क्या यो, लचकदार धेरै यस्तो छ। हाम्रो यता यो सेरा गाउँ भयो, सेरा गाउँतिर रहेको छ। भनेपछि यता चाहिँ पुल त्यो कस्तो ड्याम बन्दै रहेछ यार, त्यहाँ ड्याम बनाउनु लागेको रहेछ। तर बाटो विकास नभए पनि बिल्डिङहरू चाहिँ दामी नै हाल्यो रहेछ। बिल्डिङहरू दामी बनाएको छ। पुल यस्तो छ, खोला मुनि खोला। ओ माई गड। अहिले चाहिँ हामी यो तकसेराको डाँडाबाट तकसेराको दुईटै गाउँ 3टै गाउँ भनौँ न देखिने ठाउँमा छौँ। अनि जस्तै यहाँ चाहिँ यो सिधै पारीको चाहिँ तकसेरा हो भने यो माथिल्लो तकसेरा, यो सायद तल्लो तकसेरा यहाँ मुनि छ तकसेरा। के अरे सरी, यो तक, यो माथिल्लो सेरा, यो तल्लो सेरा यस्तो छ। अरू त सबै ठिकै छ। बाटो चाहिँ अलिकति बिग्रेको छ भनौँ न, मर्मत भइरहेको रहेछ। यहाँ चाहिँ बाटो मात्र बनाइदिएको भए पनि धेरै टुरिस्टहरू चाहिँ आउने थिए। ठिक छ, यहाँ हाइड्रो पावर पनि बन्न लागेको रहेछ, जलविद्युत आयोजना पनि रहेछ। अनि त्यो एउटा ठुलो हस्पिटल बन्न लागेको रहेछ। वरिपरि कस्तो छ भने चाहिँ वरिपरि डाँडा छ। अनि बिचमा सानो गाउँ छ, सानो गाउँहरू। हामी चाहिँ बढाएको छौँ, गोपाल यहाँ छ, आशिष त्यहाँ छन्। अब हामी सिधै
लुकुम गएर अनि त्यहाँ के कस्तो हुन्छ नि त त्यसपछि चाहिँ लुकुमबाट फेरि अनि सिम त्यसपछि त्यहाँ गइन्छ। अहिले चाहिँ हामी यो तकसेरा गाउँको अगाडि गेट पोइन्टमा छौँ। यहाँदेखि भित्र गयौँ भने चाहिँ हामीले तकसेरा गाउँ हेर्न सक्छौँ भने तकसेरा चाहिँ 4वटा गाउँ मिलेर बनेको छ। तक अनि तल्लो सेरा माथिल्लो सेरा अनि एउटा माझी गाउँ। अनि धेरै राति भएकोले हिजो चाहिँ हामीले गेट देखाउन सकेनौँ। अहिले फर्किँदाखेरि चाहिँ देखाइरहेको छौँ। त्यहाँबाट चाहिँ कति 3-4 किलोमिटर अफरोड गएपछि चाहिँ बस्ती आउँछ। अनि अब हामी यहाँबाट चाहिँ यता लुकुम जाने भन्ने छ। अनि लुकुममा खानासाना खाएर चाहिँ हामी रुकुमको खलङ्गा जानेछौँ। हामी चाहिँ अहिले यो काँक्रे र लुकुम छुट्टिने बाटोमा छौँ, लुकुम जान छुट्टिने बाटोमा। अनि जस्तै हिजो चाहिँ हामीले यहाँ तलतिरबाट आएर चाहिँ धेरै दुःख पायौँ किनकि बाटो लास्टै अप्ठ्यारो छ। तलतिर यो काँक्रेबाट माथितिर यो तकसेरा जाने बाटो चाहिँ अप्ठ्यारो छ। त्यसैले कोही पनि आउँदै हुनुहुन्छ भनेपछि यता लुकुमको बाटो हुँदै आउनु होला। लुकुमबाट चाहिँ तस्केर जाने बाटो सोध्नु होला, त्यहीबाट आउनु होला। अनि यहाँबाट चाहिँ बाटो ठिकै छ। यहाँ तलतिर बाटो ओभर लास्टै अप्ठ्यारो छ। यहाँ बाटो खाल्डै खुल्डो अनि त्यस्तै छ। अनि यहाँबाट यता गएपछि हामी लुकुमतर्फ जान्छौँ। अहिले चाहिँ हाम्रो त्यही 10 बज्न लागिसकेको छ। अनि अब खानासाना खाएर अनि हामी उता के भन्छ मुसिकोटतर्फ लाग्छौँ होइन राजा? ल अहिले चाहिँ हामी यहाँ धुकुमोड आइसकेको छौँ खाना खानको लागि। उता के भन्छ त्यो पाएको लुकुममा खाना खानु भनेको यहाँ चाहिँ अलिक छिटै पुगेको थियौँ। अनि अलिक त्यस्तो खासै भोक पनि लागेको थिएन। अनि चाहिँ यो नवीन होटल भन्ने ठाउँमा चाहिँ खाना मिठो पाउँछ अरे, सोधेको थियौँ एउटालाई। अनि यहाँ खानासाना खानु पऱ्यो। अनि त्यसपछि अनि यता स्यार्पु चाहिँ तलतिर मुसिकोट नगई स्यार्पु जाने बाटो छ अरे। अनि त्यताबाट जानुपर्छ। अब खानासाना खाएर निस्केका छौँ। खाना चाहिँ ओभर दामी थियो यार, अति दामी थियो। मोडर्न खाएको अहिलेसम्मको यो दामी खाना चाहिँ यहाँ पाउँछ यार। अहिलेसम्म हामीले बाटोमा अहिलेसम्म खाएको भरिमा सबभन्दा राम्रो फर्स्टै ठुलो भइसक्यो क्या। अब वेट बढ्यो क्या उसमा घट्यो। थोरै खायो हुन्छ। उसमा वेट घटेको थियो नि त के अरे माथि ट्रेकमा के अरे हाइकिङ जाँदाखेरि चौरीखलमा घटेको वेट यहाँ आएर बढ्यो जस्तो छ। अब चाहिँ अलिकति अफरोड छ अरे। हामी यता चाहिँ मुसिकोट खलङ्गाबाट नभएर यता अलिक सर्टकट बाटो छ अरे। सिधै बाँकीकोट गएर स्यार्पु घुमेर स्यार्पुबाट अब सिधै निक्लिने मुसिकोटमा निक्लिने। राजा खाना कस्तो लाग्यो तिमीलाई? एकदम मिठो लाग्यो। एकदम मिठो छ है? दामी। राजा रात 2 चोटि सबै राजा 2 मैले सधैँ 2 चोटि हो राजा त। भातमा राउन्ड अब हामी जान्छौँ। स्कुटी हिँड्छ घाममा तात्तिरह। सो यसको म सक्दैन यार, मेरो ढाड देखाएको पेट। तँ राइडर हो तिमी? त्यो चस्माको कभर हेरेर त ल। अब यति भन्दै हामी जान्छौँ। आउँछ त्यहाँ के हेर्छौँ। अनि अब हामी स्यार्पु गएर भेट्नेछौँ। हामी चाहिँ स्यार्पु जाने क्रममा बाटोमा चाहिँ यो लागिम भन्ने ठाउँमा चाहिँ यसो ड्याम टाइपको बनाएको रहेछ। अनि एकछिन हामी यहाँ पौडी खेलेर अनि बल्ल जाने। अनि भर्खरै एउटा पाउडी आउनुभएको थियो। अनि हामीले के खायौँ भने देखाइदियो भाइ? पाउरोटी केक खायौँ हामीले। नमस्ते पाउरोटी खायौँ। अब यसपछि यति खाएर चाहिँ तत्काल हामी कहाँ जान्छौँ? स्यार्पु जान्छौँ। स्यार्पु ताल जान्छौँ। बोटिङ बोटिङ गर्ने हो। अहिले चाहिँ पानी नै खेल्छौँ, अहिले चाहिँ पौडी खेल्छौँ। बाई बाई। अहिले चाहिँ हामी करिब 3.5 घन्टाको अफरोड स्कुटी भएर पनि होला, बाइकमा चाँड्यो होला। हामी नत्र हामीले त्यही 3 घन्टाको राइडमा चाहिँ बल्ल चाहिँ यो स्यार्पु तालमा आइपुगेका छौँ। अनि स्यार्पु ताल जानको लागि चाहिँ रुकुमकोटबाट तलतिर तल्लो बाटोबाट रुकुमकोट बजारबाट चाहिँ त्यहाँ तल्लो बाटोबाट चाहिँ आउँदाखेरि चाहिँ यो स्यार्पु ताल आउने रहेछ। हामीले यसको अल्टरनेट उताबाट यो के भन्छ मुसिकोटबाट पनि जान सकिन्छ। मुसिकोटबाट लामो पर्ने भएकोले चाहिँ अनि हामी यताबाट आएको थियौँ। अनि बाटो चाहिँ एकदमै अप्ठ्यारो छ। अनि सिङ्गल आउनु त ठिकै थियो क्या, डबल भएर चाहिँ अलिकति अप्ठ्यारो भएको छ। अनि यहाँ पछाडिको ताल चाहिँ स्यार्पु चाहिँ यो चाहिँ फ्युल एक जस्तै छ।
अनि अब यो तालमा चाहिँ त्यो बोटिङ गर्ने भन्ने छ। मान्छे त खासै कोही छैन अहिले। यो कस्तो भने चाहिँ रिमोट एरियामा भएर होला त्यस्तो टुरिस्टहरू चाहिँ आएको देखिनँ। नत्र यो ताल चाहिँ कुपिन्डे दह फेवा ताल जस्तै छ। यता देख्न सक्नुहुन्छ ताल चाहिँ यस्तो छ। पानी चाहिँ आधी चाहिँ सायद सुकेर होला। बर्खामा चाहिँ अहिले सिजनमा चाहिँ त्यो ताल सबै ठ्याम्मै भरिन्छ होला। नत्र ताल चाहिँ कस्तो पोखराको भाइब्स दिने जस्तै छ। पोखरा ताल त ठुलो छ कि यो सानो वरिपरि पाहाडले घेरेको छ। अरू त सबै दामी छ। अब हामी एकछिनमा बोटिङ गर्ने भन्ने छ। बोटिङ कायाकिङ गर्ने कि भन्ने हो। हेरौँ के हुन्छ। जे सकिन्छ त्यो गरिन्छ। अरू सबै गरिसके हो। अब यही कायाकिङ मात्रै बाँकी छ, त्यही गर्नुपर्छ। त्यही गर्ने हो। ल फर्स्ट टाइम हो यो। अरू बोटिङहरू चाहिँ गरेको थिएँ। कायाकिङ कस्तो हुन्छ हेरौँ। दाइले त्यहाँ एउटा देखाउँ त्यहाँ। दाइले त्यहाँ दुइटा लगिसक्नु भएको छ। अनि एउटा यो रहेछ यो देखा यो कतिको भाइ रहेछ यार। यो उमा त्यो समुद्रमा छालमा खेल्थ्यो नि सफा बोर्ड लास्ट भाइ रहेछ यार। त्यो सकिँदो रहेछ खाइ अब चाहिँ हामी कायाकिङ गर्न लागेको छौँ। गोपाल पहिले बसिरहेको छ। साइकल हान्छौ ट्राई हान्नु राजा यो किनकि सुन न यो साइकल पछि पनि आइहाल्छ। डर मान्यो कि नै मैले कहाँ गरेछु राजा। मैले त युट्युबमा हेऱ्यो साइकल पनि गरेँ होइन। यो गरम भनिदिएको यो केमा यहाँ तिमी आऊ कि त्यहाँ बस न। म भिडियो गर्छु कि जाऊ कि राजा। तिम्रो तिन जाऊ ए म त पौडिन सक्छु। राजाले यस्तो गजब रहेछ है राजा। ल यो कालोमा यो दिनु दाइ यो दिनु। कालोमा युनिक छ त राजा कि युनिक कालोमा लग्छु। यो यस्तो हुँदो रहेछ। फोन कभर हाल्ने अनि त्यसपछि म पनि काहीँ गर्ने बान्ने छैन त डोरी उता छैन कि त्यो हेरौँ के हुन्छ। यस्तो छ यार पर गोपाल गइसकेको छ। यसै गरी गोपाल गइसकेको छ। ओ यो सजिलो रहेछ राजा। उता फर्केर उल्टो त लाखा यार यसले यार। राम्रो चलाउँदो रहेछ यार। वाह यो चाहिँ के मजा। के ल्याएन डोरी ल्याएन यसको डोरी छैन केही हुन्न। ल म चाहिँ केही हुन्न बसौँ के ढल लाग्छ पर्छ त्यहाँ यो उफ्रि सकिँदैन बिचमा गएर सकिन्छ। ओ माई गड तपाईँको यहाँ चोट लागेको रहेछ नि। ए भक्कु चोट लाग्यो ठोकेर उहाँ ठोकेर ढुङ्गामा ल उयो छन्। अहिले एकछिन भिडियो बनाउँछु। एकछिन भिडियो बनाउनु पर्ला। केटाले चढ्न सिकिसकेका छन्। म अब यहीँ छु। अब के हुन्छ हेरौँ। अब एकछिनमा म हल्का इन्जोय गर्नु पऱ्यो। अब एक्लै यस्तो गरेर सकिँदैन। गोपाललाई फोन दिनु पर्ला भनेको गइसकेको अरू पर। त्यसपछि अब हेरौँ के छ। म एक्लै छु त यस्तो छ त। ए बाला त्यहाँ छ। बाला आशिष यो चाहिँ स्यार्पु ताल धेरै नै ठुलो छ। चाहिँ म स्यार्पुमा चाहिँ वाटर एक्टिभिटी गर्न मिल्दो रहेछ। अनि फोनमा पनि ल्याउनु मिल्दो रहेछ। अनि यो वाटर प्रुफ फोन कभर हुने रहेछ। अनि रमाइलो भएको होइन मिल्दो रहेछ। राजा छन् राजा राजाले आज यतै बस्ने भने तर हामी जानुपर्ने हुन्छ। उठ्न ट्राई गर्न उठ्नु र
ए मर्लास राधा लट्टी चुटीको ओढ्या निस्छ त यहाँ भिडियो बनाउँदा कस्तो उछ यार। आधी घन्टाको प्याकिङ पछि चाहिँ हामी अब घर फर्किने कर्खरमा छौँ। लुगा पुरै धुइसकेको छ। हामीलाई चाहिँ अब सिमली जानुपर्ने छ, उता खलङ्गा हुँदै। अनि यता बाटो त अब जानै सकिन्न होइन राजा? यता बाटो सकिन्छ, यता बाटो यता आग बाटो सकिन्छ। त्यसै यहाँ मजा आउँदो रहेछ कायाकिङ गर्न। अरू त गरिरहेको हुन्थ्यो, यो कायाकिङ फर्स्ट टाइम गरेको राम्रो छ। हजुरहरू पनि आउनु होला यता। चल अनि हामी चाहिँ यो शेरपुर लेकबाट चाहिँ फर्किसकेका छौँ। बोटिङ गरेर लुगा पुरै भिजेछ, चिसो भएको छ तर दामी छ। बोटिङ 300 को आधी घन्टामा चाहिँ हजुरको यहाँ जे पनि के भन्छ त्यसलाई वाटर एक्टिभिटी जे पनि गर्न मिल्दो रहेछ 300 मा। हजुरको मोटर बोट पनि 300 मा, अनि ऱ्याफ्टिङ 300 मा, अनि कायाकिङ 300 मा, नर्मल बोट 300 मा, काठको बोट 300 मा, सब एभ्रिथिङ 300 मा हुने रहेछ। अनि यो तालले पुरै सराउन्डिङ गरेको छ। अहिले चाहिँ पानी छैन अरे, बर्खाको बेला यो गेटेसम्म पानी आउँछ अरे, पुरै पानीले भरिदिन्छ अरे भने सुनेको थिएँ। यहाँ मन्दिर रहेछ अनि गाउँ चाहिँ राम्रो रहेछ, गाउँ चाहिँ राम्रो छ। अरू रमाइलो भयो। अब हामी चाहिँ यता खलङ्गा गएर चाहिँ खाना खाने अरे, अनि त्यसपछि अनि खाना खाएर अनि गोपालको घर चाहिँ त्यही आज सुत्न चाहिँ गोपालको घर चाहिँ जाने अरे। अनि त्यसपछि भोलि बिहानतिर हुन्छ वा दिउँसोतिर हामी घर फर्किन्छौँ होइन राजा? छँदैछ। अब हामी चाहिँ खलङ्गा गएर भेट्छौँ। त्योसँग चाहिँ यो भिडियो हेर्दै गर्नु न, दामी छ सिनहरू। बाटो उता चाहिँ खत्तम थियो, अहिले ठिकै छ भन्नुभएको छ। सोध्दैछ नि त्यो बाटो कहाँ हो गोपाले? कहाँ जाने? सिधा ल सिधा जाने चाहिँ गोपाल। उत्तिँदै गयो गोपाल। दामी सनसेट दामी देखिरहेको छ। तर आज तिमीलाई यस्तो लाग्दैन कहिले काहीँ कि यो ठाउँ म पहिले आइसकेँ जस्तो लाग्दैन? लगभग धेरै टाइम भइरहेको थियो यो ठाउँमा। पहिला आज त बिमाको भर्खरै मरेर छ किनको जस्तो पहिला गाउँ त्यस्तो बाटोहरूको चाहिँ गीत पुऱ्याइ रहेछ चलाउँदैछ। हेडक्वार्टर के सदरमुकाम भने जस्तो त्यही होला होइन राजा? कोर एरिया होइन राजा? मान्छे यहाँ बजार आउँछन् होला, बजार जान्छु भने चाहिँ। अहिले चाहिँ हामी यता यो रुकुमको खलङ्गा भन्ने ठाउँमा छौँ। भर्खर उठ्यो भन्नु नि अब हिँड्ने तयारीमा डिक्री साई मन्दिर भन्ने ठाउँमा जाँदैछौँ। ऊ त्यो अगाडि झुलुङ्गे पुल रहेछ, दामी रहेछ यार। त्यहाँ झुलुङ्गे पुल छ, यस्तो छ ठाउँ। यो होटलमा बस्यो, गोपालले चिनेको रहेछ। अनि ठाउँ यस्तो छ, बजार चाहिँ अलिक ठुलो नै रहेछ जस। अब हामी यहाँबाट चाहिँ सिधै डिग्री साई मन्दिर जान्छौँ।
हामी चाहिँ यो श्री डिग्रेस है कुमारी भगवती मन्दिर दर्शन गरेर फर्किने क्रममा छौँ। हामीले बिहानबाट चाहिँ खाएको छैन, अब त्यहाँ तल गएर चिया नास्ता गरेर अनि हामी चाहिँ गुफालो गएर खाना खान्छ। अनि मन्दिर चाहिँ एकदम पुरानो रहेछ, सोची भन्दा यहाँ सबै मन्दिरहरू बलि चढाउने सबै हुने गर्दो रहेछ। मन्दिर चाहिँ सोची भन्दा चाहिँ ठुलै अन्त माथि होइन जङ्गलको बिचमा बिचमा अनि ठुलो एरियामा चाहिँ मन्दिर चाहिँ रहेछ यता। जो आइरहनु रहेछ यता, त्यसले हजुर आउनु सक्नुहुन्छ यतातिर। बाटो चाहिँ त्यति अप्ठ्यारो छैन नि दादा, त्यही छ। अब हामी तल खलाङमा गएर हुन्छ कि तल गएर चिया नास्ता गर्छौँ।